यस्तो सुन्दर ठाउँ, जङ्गल पनि छ, खोला पनि छ अनि यहाँ साथै यो सुन्दर ठाउँमा जाडो महिनामा मान्छेहरू नुहाउन पनि आउँछ। तर दुःखको कुरा के छ, यहाँको मान्छेहरूको व्यवहार यसरी फोहोर फाल्ने, यो मोबाइलको सामानहरूको फोहोर यसरी फाल्ने है, बिन्ट्या फोहोर, यति धेरै फोहोरहरू छ क्या, बुद्धि नभएकाहरूले फालेको फोहोरहरू यिनीहरू। फोहोर कहाँ फाल्नुपर्छ, हेटौडामा नगरपालिकाले फोहोर उठाउन आउँछ, त्यो केही नथाहा भएकोहरू यसरी मान्छे लुगा धुन आउँछन्। यसरी पानी कति सफा छ, तर मान्छेको व्यवहार भने सफा छैन, जताततै फोहोरै फोहोर। यहीँको मान्छेले नै हेटौडालाई फोहोर बनाएपछि कसरी हुन्छ हेटौडा सफा, सुन्दरता। फोहोर व्यवस्थापन आफैले गर्नुपर्ने होइन र? फोहोर कहाँ फाल्ने भनेर थाहा नहुने पनि मान्छे हुन्छ र? यस्तो सुन्दर ठाउँमा तपाईँहरू पनि आउन सक्नुहुन्छ हेटौडाको, तर फोहोर फाल्न भने सक्नुहुन्न। जोगाइराखौँ हेटौडाको खोला।